चिन्नुभयो? उहाँको भतिजी म आफ्नै। ओहो, तर बाटो चाहिँ है दाइ अलिक सर्लक्क भएको भए सर जान हामीलाई नि कति आनन्द हुन्थ्यो। यतिको भए पनि हुन्थ्यो नि त होइन? हजुर के गर्नु त यस्तै हो। ए अमृत रमाइलो खालको। उहाँ पनि कन्स्ट्रक्सन लाइनकै हो नि त। अनि उहाँले पेन्टिङ सेन्टिङ गर्नु हुँदैन र? हजुर आज श्रम संस्कृति पार्टी दिनुपर्छ नि होइन? यतिको त यति भयो नि हामीलाई सजिलो भयो नि त होइन? हेर्नु त दाइ अहिले कति आनन्द छ। त्यो गडाङ र गुडुङ हेर्नु त स्पिड छ नि अहिले होइन? सर्लक्क गइरहेछ। आज दिनभरि यही काम गरेको दाइ म पनि। साथीहरू पनि टन्नै आउनु भएको थियो। कति हामी जम्मा 30 जनाको लगभग हाराहारीमा थियौँ। यहाँदेखि सुरु भएको। हजुर हजुर।